सबैजनालाई नमस्कार। सधैँ कृषि सम्बन्धी भिडियो लिएर आउने गर्थ्यो भने आज चाहिँ टेक्निकल भिडियो लिएर आएको छु। सर्वप्रथम त हाम्रो यस च्यानललाई युट्युबदेखि हेर्दै हुनुहुन्छ भनेदेखि सब्स्क्राइब गर्नुहोस् र टिकटकदेखि हेर्दै हुनुहुन्छ भनेदेखि फलो गर्नु होला। आज चाहिँ विशेष गरी टेक्निकल भिडियो लिएर आएको छु। त्यस सन्दर्भमा मैले चाहिँ तपाईहरुलाई सिधा फेसबुकको भिडियो चाहिँ कसरी डाउनलोड गर्ने त अनि युट्युबको भिडियो सिधै बाहिर आउने गरी कसरी डाउनलोड गर्ने अनि त्यसपछि टिकटकको भिडियो पनि डाउनलोड गर्ने त थाहा छ कि त्यसलाई कपी गरेर अनि गुगलमा गएर कसरी डाउनलोड गर्ने भन्ने विषयमा चाहिँ मैले तपाईलाई प्रश्न पार्ने छु। त्यसको लागि चाहिँ तपाई हाम्रो यस च्यानललाई हाम्रो चाहिँ यस भिडियोलाई चाहिँ पुरा हेर्नु होला। नेट चलेको छैन जस्तो कि तपाईलाई एउटा के मन पर्यो भनेदेखि एउटा नेट स्लो छ हैन जसरी तपाईलाई एउटा भिडियो मन पर्यो यहाँ आउनुभयो हैन यहाँ आइसकेपछि यो भिडियो मन पर्यो। यो भिडियो मन परेपछि अब के गर्ने त भनेपछि यो जुन शेयर गर्ने छ नि तल यसमा क्लिक गर्नुहोस्। यो कमेन्ट हैन मिस्टेक लाग्दैछ। यसो चाहिँ यो शेयरमा क्लिक गर्नुहोस्। त्यसपछि कपी लिंक भन्ने देख्नु भएको छ यहाँ त्यसमा क्लिक गर्नुहोस्। अब ब्याक जानु होला। अब त्यसपछि तपाई चाहिँ यता चाहिँ केसमा जानु होला भनेपछि गुगलमा जानु होला। गुगलमा जानुहोस् अनि यसरी गुगलमा जानुभयो भने यहाँ चाहिँ यो सर्च बारमा गएर नेट स्लो भएको कारणले अलि छिटो चल्न सकेको छैन। चाहिँ अब युट्युबको भिडियो चाहिँ सिधै डाउनलोड गर्नुहुन्छ भने चाहिँ वाइटी भिडियो डाउनलोड भनेर क्लिक गर्नु होला र तपाईहरु चाहिँ फेसबुकको भिडियो डाउनलोड गर्दै हुनुहुन्छ त्यही भएर एफबी भिडियो डाउनलोड यो मोबाइल पनि कस्तो छ एफबी भिडियो डाउनलोड एफबी भिडियो डाउनलोड भन्ने छ यहाँ क्लिक गर्नु होला। त्यसपछि तपाईहरु चाहिँ फेसबुक भिडियो डाउनलोड भन्ने हुन्छ यहाँ जान सक्नुहुन्छ। डाउनलोड फेसबुक भिडियोज भन्ने फेसबुक भिडियो डाउनलोडर अनलाइन डाउनलोड फेसबुक भिडियो भन्ने यसमा क्लिक गरिसक्नुभएछ भनेदेखि तपाईहरुलाई चाहिँ अनि यस्तो इन्टरफेस खोल्न जान्छ। यस्तो इन्टरफेस खोलिसकेपछि तपाईहरुले अगाडि चाहिँ कपी गर्नु भएको थियो त्यसको लागि चाहिँ त्यसलाई प्लेस गर्नुपर्ने हुन्छ प्लेट गर्नुपर्ने हुन्छ पेस्ट गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ यसमा आचेटी राख्ने यसमा आचेटी यस्तै आचेटी राखेपछि
यो डबल जिरो यसरी आजिर रहेपछि चाहिँ तपाईहरु यहाँ प्लेस भन्ने आउँछ। यसरी अब यो लिंक आयो अनि यसरी अब यो डाउनलोडमा क्लिक गर्ने हो। डाउनलोडमा क्लिक गरिसकेपछि तपाईहरुको चाहिँ यस्तो हुन्छ। यस्तो भइसकेपछि यही तपाईको यो भिडियो हुन्छ। अनि माथि डाउनलोड भिडियो इन नर्मल क्वालिटी भन्ने छ, यसमा चाहिँ क्लिक नगर्नु होला। डाउनलोड भिडियो इन एचडी क्वालिटी भन्ने छ, जुन हाई क्वालिटी भन्ने अर्थ चाहिँ आउँछ, त्यसमा चाहिँ क्लिक गर्नु होला। अब डाउनलोडमा क्लिक गर्नुहोस्। अब चाहिँ एकछिन पछाडि यो चाहिँ डाउनलोड भइहाल्छ। यो पनि मैले देखाउँछु तपाईहरुलाई। अब तपाईहरु चाहिँ अरु केही फेसबुकमा चाहिँ अरु मन पर्यो हैन, एउटा जस्तो कि तपाईहरुलाई चाहिँ एउटा कुनै कसैले केही लेखेको मन पर्यो, कसैले केही भनेको छ, त्यसलाई चाहिँ कपी गरेर राख्न खोज्नु भयो भनेदेखि चाहिँ तपाईहरु के गर्नुहुन्छ भनेदेखि, जस्तो कि मैले यता यहाँ एउटा के राखेको छु भनेदेखि, जस्तो कि मैले यता एउटा के राखेको थिएँ कि गाउँले जीवन भन्ने, गाउँले जिन्दगी भन्ने यसरी चाहिँ यो राखेको छु नि मैले। यसलाई चाहिँ तपाईले मन पर्यो भनेदेखि यो मन पर्यो भनेदेखि गाउँले जिन्दगी, गाउँको माटोले सिकाएको पाठ, पसिना बगाएर खाने मिठा छुट्टै हुन्छ। यहाँ दुःख छ तर शान्ति पनि यही छ। सपना सहरले देखाउँछ होला तर आत्मा गाउँले बुझ्छ भन्ने यो चाहिँ मन पर्यो भनेदेखि तपाईहरुले यसरी चाहिँ कपी गर्न सक्नुहुन्छ। यो यसरी आचार्दाखेरि पनि कपी हुन्छ। जस्तो कि तपाईहरुले प्लेस गर्न खोज्नु भयो भनेदेखि, तपाईले राख्न खोज्नु भयो भनेदेखि यस सर्च बारमा गएर राख्न खोज्नुमा यहाँ थिची राख्ने, अनि त्यसपछि चाहिँ प्लेट चाहिँ यसरी हुन्छ। यसरी चाहिँ यो कति भयो त, यो पुरा भइसकेको छ कि, यो पुरा भइसकेको छ। तर यहाँ गर्ने होइन नि त, यो त माथि बनाउने, यो प्लसमा जानुपर्छ यसको लागि। त्यो त नामहरु सर्च गरेर आइडी पत्ता लगाउने, यहाँ गएर चाहिँ यस्तै गर्ने हो भने डिटेल आइहाल्छ। उता मैले जे लेखेको थिएँ उही आयो, हेर्नुस्। अब यो चाहिँ अब तपाईले पोस्ट गर्न सक्नुहुन्छ। अनि त्यसै गरी तपाईहरु चाहिँ यो मन पर्यो हैन, यसरी भन्दा नि कमेन्ट तपाईहरुलाई चाहिँ फिक्स छ। जस्तो कि तपाईहरु चाहिँ यहाँ आउनुभयो हैन, मेसेन्जरमा चाहिँ गयौँ हामी हैन। मेसेन्जरमा गइसकेपछि एउटा बनाऊँ, जस्तो कि यहाँ मेरो यो एक्सन च्यानल भन्ने छ, यसलाई चाहिँ कपी गर्न खोज्यौँ भनेदेखि यसरी कपी गर्ने। COPY कपी छ नि, यसमा क्लिक गर्ने हो। यसमा क्लिक गरिसकेपछि कपीमा क्लिक गरिसकेपछि अब हामी युट्युबमा जान्छौँ। अहिले हाम्रो नेट चाहिँ स्लो चलेको हुनाले यस्तो देखाइरहेको छ। यहाँ माथि सर्च बारमा जाने, हामी सर्च बारमा गइसकेपछि हामी चाहिँ यसको प्लेस गर्नु पर्यो हैन। मैले चाहिँ प्लेस भन्ने बानी परेको छु। यसमा चाहिँ पेस्ट भन्छ, यसलाई चाहिँ पेस्ट गर्ने। यसरी पेस्टमा क्लिक गर्ने, आफ्नो च्यानल आयो हैन। अनि यसलाई चाहिँ सर्च गर्न बित्तिकै अब यहाँ चाहिँ मेरो च्यानल आयो, 20 सब्स्क्राइब 4 भिडियोज। मैले चाहिँ भर्खर गरेको हुनाले त्यस्तो देखाएको छ। मैले मेरो 11 सब्स्क्राइब गरेको रहेछ। हेर्नुस्, योमा चाहिँ 788 भ्युज आएको छ हैन। योमा चाहिँ यो सर्ट भिडियोमा चाहिँ धेरै जाने गर्छ। अनि नेपाली किसान भन्ने यसमा चाहिँ थोरै आएको छ, 102 भ्युज। अनि यसरी चाहिँ आएको छ। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। सब्स्क्राइब गर्नलाई चाहिँ यहाँनिर सब्स्क्राइब गर्न सक्नुहुन्छ। यो चाहिँ म्यानेज भिडियोज भन्ने छ नि, यहाँनिर चाहिँ सब्स्क्राइब लेखेको हुन्छ तपाईकोमा। अनि त्यसपछि यहाँ चाहिँ तपाईले सब्स्क्राइब गर्न सक्नुहुन्छ। सर्ट भिडियो यहाँ छन् हैन। अनि त्यसपछि फेरि लङ भिडियो चाहिँ यसमा छन्, 2वटा राखेको छु मैले। यो अलि पहिलेको, यो चाहिँ मेरो
पब्लिक भएको छैन हो यहाँ, त्यही भएर चाहिँ यस्तो देखाइरहेको छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ पब्लिक गर्नुपर्ने हुन्छ। तपाईहरुलाई चाहिँ त्यो टेक्निकल भिडियो भन्दा पनि कतिपयले यो चाहिँ मैले मेरो मेसेन्जरको साथीहरु, मेरो आफन्तजनहरुलाई चाहिँ मेरो आईडी सर्च गरे, मेरो यो मेरो चाहिँ युट्युब च्यानल सब्स्क्राइब गर्नु पर्यो भन्दाखेरि चाहिँ उहाँहरुले हेर्न थाहा पाएको हुनाले चाहिँ मैले यो भिडियो बनाउन गएको हुँ। म विशेष गरी चाहिँ कृषि सम्बन्धी भिडियोहरु लिएर आउनेछु आगामी दिनहरुमा। त्यसैले तपाईहरुको आवश्यकताको आधारमा चाहिँ मैले अरु टेक्निकल भिडियो तपाईहरुले जस्तो माग्नुहुन्छ त्यस्तै भिडियो हरु चाहिँ पठाउँछु। यस्तै भिडियोहरु चाहिँ पठाउँछु र विशेष गरी मैले चाहिँ कृषि सम्बन्धी भिडियोहरु पोस्ट गर्नलाई चाहिँ मैले यो युट्युब च्यानल खोलेको हुँ। तपाईहरुले चाहिँ कृषि सम्बन्धी भिडियोहरु हेर्ने, अरु जुनसुकै भिडियो हेर्नलाई पनि यो भिडियोलाई चाहिँ हाम्रो चाहिँ यो च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु होला। अनि चाहिँ मैले यो पठाइदिएको जुन लिंक छ नि मेरो चाहिँ मेसेन्जरको साथीहरु चाहिँ यो कतिपयले नथाहा भएको पनि सुन्यो हैन। अनि यसलाई चाहिँ क्लिक गर्ने हो, अनि यसलाई क्लिक गरिसकेपछि यस खुल्छ। अनि यस्तो इन्टरफेस खोलिसकेपछि चाहिँ हामी के गर्न सक्छौं भनेपछि यसो आउँछ। अब यहाँनिर सब्स्क्राइब बटनमा क्लिक गर्ने हो, यहाँ लाइक गर्ने हो, अनि त्यसपछि यहाँ सब्स्क्राइब लेखा छ नि, यो जुन हो कसैको यो सिङ इन भन्ने देखाउँदो रहेछ हैन। अब त्यसको लागि चाहिँ तपाईहरु एकछिन वेट गर्नुपर्छ। एकछिन वेट गरिसकेपछि अब तपाईहरु यहाँ गएर अब तपाईको यो सेटिङहरु, फोन नम्बर, इमेलहरु यो फर्गेट, तपाईको यो फोन नम्बर नमिल्यो भनेपछि यो फर्गेट इमेलमा जानुहोस् हैन। यहाँ गएर चाहिँ तपाईको फोन नम्बरहरु राख्नुहोस् हैन। मेरो चाहिँ यो अलरेडी खुलेको हो। यो चाहिँ तपाईको लोकेसन चाहिँ नमिलेर यस्तो देखाएको मेरो अहिले, तर एकछिन पछाडी चाहिँ यो आफै सही ठाउँमा आइहाल्छ। एकछिन पछाडी फेरि ट्राई गर्दाखेरि भइहाल्छ। ल मेरो चाहिँ कृषि सम्बन्धी भिडियोहरु अनि भिडियोहरु हेर्नको लागि मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु। हस्त नमस्कार, अहिले बिदा।